हेलो गाइज, वेलकम बैक माई यूट्यूब च्यानल हैन। आज चाहिँ मेरो कलेजको लास्ट डे के भन्छ सोचेको कि इङ्ग्लिसमा चाहिँ ग्रेजुएसन डे भन्छ हैन। एकदम खुसी छु। सबभन्दा खुसी चाहिँ मेरो साथमा यो पनि छ हैन। यो को मान्छे हो भोलि पर्सि म चिनाउँछु हैन। अहिलेलाई म केही भन्दिनँ। यो मान्छे पनि भएर एकदम खुसी लागेको छ। र हाम्रो ग्रेजुएसनको लागि चाहिँ अलि टाढाको ठाउँ आएको छ के। फाइनल्ली आज चाहिँ हाम्रो पढाइ चाहिँ सकेर आज मेरो चाहिँ हैन ग्रेजुएसन डे एकदमै जापानिजमा भन्छ सोचेको रमाइलो लागिरहेको छ। एन्ड आजसम्मको यात्रामा कतिपय कुराहरू दुःख पनि थियो, कतिपय कुराहरू सुख पनि थियो, कतिपय कुराहरू रमाइलो प्लस नरमाइलो हरेक कुराहरू थियो। यो यात्रा जे भनौँ छोटो मिठोमा म रमाइलो भयो, राम्रो भयो हैन। गर्दै जाँदाखेरि हरेक कुराहरू हुँदो रहेछ भन्ने बुझेको छु। प्लस साथमा अर्को के खुसी छु भन्दा आज ग्रेजुएसन डेमा चाहिँ मेरो ग्रेजुएसन डेमा चाहिँ मेरो साथमा हैन अब के भन्नु अब श्रीमती भन्नु कि के भन्नु हैन। श्रीमती पनि हाँसाउनु आइपुगेकोले एकदमै खुसी छु। लेट्स गो हैन, सबैजना रमाइलो गरौँ। अनि त्यसपछि सबैजना म साथीभाइको पनि कुरा बुझ्छु। हस्, थ्याङ्क यू, धन्यवाद। फाइनली गाइज हामी चाहिँ ग्रेजुएसन हलमा आइसकेको छौँ हैन। रमाइलो भइरहेको छ। हाम्रो चाहिँ स्टेज यता छ। आज चाहिँ स्टेज यता भएको एकदम मजा आउनेवाला छ साथीहरू। ए रमाइलो भइरहेको छ, रमाइलो भइरहेको छ। ल तेजेन्द्र, ल के छ आज ग्रेजुएसन डेमा कस्तो फिल भइरहेको छ केटा हो? ए म त फोटो होला भनेर पोज दिइरहेको त भिडियो पो रहेछ। सक्छ त केटा हो, अब दाइलाई सक्छ त हैन। दाइहरूलाई सक्छ त अब हैन। दाइहरूले लेभल अप गरे, लेभल अप गर्यो। लेभल अप भइसक्यो। दाइहरूले अब लेभल अप गरे, सक्छ त गाइस, सक्छ। ल अरे एक छ है, एक सबजना रमाइलो गर्दैछ। हाम्रो दिदीबहिनीहरू पनि यता फोटोहरू खिचेर रमाइलो गर्दैछन् हैन। फोटो खिच्दैछ बङ्गाली साथी यहाँ माथि आएर। सोचेको पनि सकिसकेको छ हैन। अब भित्र चाहिँ कुनै पनि प्राइभेसीले गर्दाखेरि भिडियोहरू गर्नु पाएन, सरी हैन। आज चाहिँ सबैजनाले माया गरिदिनु होला। साथमा प्यारो प्यारो मान्छे पनि छ, बसिरहेको छ हैन। ओके, सबैलाई थ्याङ्क यू। नेक्स्ट भ्लगमा भेटौँला त। ओके, बाई बाई।